आज चाहिँ हामी अल्जेब्रा अथवा नेपालीमा हामीले यसलाई बीजगणित पनि भनिन्छ त्यसको बेसिक कन्सेप्टहरू हामीले के बुझ्नुपर्छ नि अल्जेब्रा पढ्नुभन्दा पहिला हामीले त्यो कुरा बेसिक एकदम बेसिक भएर बुझौँ है त भेरिएबल्स केलाई भन्छ कन्स्ट्यान्ट केलाई भन्छ दुईटा बुझौँ पहिला मैले भेरिएबल्सको साइडमा के लेखेछु भ्यालु चेन्जेबल क्वान्टिटी यसले भन्न खोजेको के हो भने कुनै पनि क्वान्टिटी जसको हामीले भ्यालु चेन्ज गरिराख्न मिल्छ जस्तै एक्स भ्यालु सधैँ 2 नै हुन्छ भन्ने हुन्छ र कुनै ठाउँमा एक्स भ्यालु 3 आउन सक्छ कहिले 4 आउन सक्छ हो कहिले कहिले हामीले 10 लाई पनि एक्सको भ्यालु एक्स एसाइन गर्न मिल्छ भनेपछि एक्सको भ्यालु कहिले पनि एउटै हुँदैन यसको भ्यालु के हुन्छ चेन्ज भइरहेको छ अथवा जुनसुकै अल्फाबेट लिएर हेरे पनि हुन्छ हामीले हायर म्याथमेटिक्स पढ्दै जाने बेलामा हामीले जुन कुरा हामीलाई अननोन छ थाहा छैन हामीले त्यो कुरालाई एक्स वाइ जेड एबिसी मान्दै गइन्छ अथवा ग्रीक लेटर्सहरू मानिएला अल्फाबेट सबै के हुन्छ भेरिएबल्सहरू हुन् अल्फाबेट्स भनौँ नर्मल्ली भन्दा अल्फाबेट्स ए देखि त जेडसम्मको सबै अब कन्स्ट्यान्ट केलाई भन्छ कन्स्ट्यान्ट भन्नुको नेपाली मिनिङ नै के हो त्यसको सधैँ एकै नाश भनेको भ्यालु अनचेन्जेबल जस्तै 1 को भ्यालु कहिले 2 हुन्छ र हुँदैन नि त 1 को भ्यालु सधैँ 1 नै हो एन्सरमा होस् क्वेसनमा होस् जहाँसुकै होस् 1 को भ्यालु सधैँ 1 नै हो भनेपछि यो के हो त कन्स्ट्यान्ट हो 1 को भ्यालु कहिले पनि चेन्ज गर्न मिल्दैन त्यही भएर मैले के लेखेको छु भ्यालु अनचेन्जेबल क्वान्टिटी भनेपछि के रहेछ नम्बर्सहरू इन्फाइनाइट नेगेटिभ पनि मैले यहाँ नेगेटिभ लेखिनँ तर नेगेटिभ इन्फाइनाइट पनि अथवा अल इन्टिजर्स होलान् अथवा अल रियल नम्बर भनौँ अझ अल रियल नम्बर्स अल इन्टिजर्स अथवा अल रियल नम्बर्स भनौँ हामीले यही बुझ्दाखेरि अब टर्म केलाई भन्छ त कुनै पनि एउटा यस्तो क्वान्टिटी जुनमा चाहिँ भेरिएबल र कन्स्ट्यान्ट दुईटै आउँछ त्यसलाई हामीले के भनिन्छ टर्म जस्तै 3x यसमा भेरिएबल पनि आयो कन्स्ट्यान्ट पनि आयो जस्तै मैले एक्स वाइ लेख्यो भने यसमा भेरिएबल त देखियो हामीले एक्स र वाइ तर कन्स्ट्यान्ट देखिएन यो टर्म हो कि होइन त यो टर्म हो किनभने कन्स्ट्यान्ट जहिले पनि अगाडि केही पनि छैन भने 1 हुन्छ यो भनेको एक्स वाइ मात्र भन्नु र 1x भन्नु जहिले पनि एउटै हो है एक्स स्क्वायर भन्नु र 1x स्क्वायर भन्नु एउटै हो ए स्क्वायर भन्नु र 1a स्क्वायर भन्नु एउटै हो भनेपछि 1 जहाँ पनि हुँदो रहेछ भनेपछि हामीले भेरिएबल्स देख्ने बित्तिकै त्यसलाई के भन्नु मिल्यो टर्म भन्नु मिल्यो है अब हामीले धेरै टर्महरू मिसायो भने के भन्छ एक्सप्रेसन भन्छ टर्म मिसाउँदै गएपछि हामीले के भनिन्छ त्यसलाई एक्सप्रेसन भनिन्छ है अब मैले एउटा कुरा लेखेको छु एक्सप्रेसन विथ ओन टर्म एउटा मात्र टर्म भएको एक्सप्रेसनलाई के भन्ने हामीले मोनोमियल भन्ने दुईवटा टर्म भएको हामीले के भन्ने बाइनोमियल भन्ने तीनवटा टर्म भएको हामीले ट्राइनोमियल भन्ने त्यसपछि त्यहाँभन्दा बढी भएन हामीले के भन्ने मल्टिनोमियल भन्ने जस्तै एउटा टर्म हो एक्स बाई वाइ यो पनि एउटा मात्रै टर्म हो यदि दुईटा भेरिएबल्सको बिचमा अथवा भेरिएबल्स र कन्स्ट्यान्टको बिचमा चाहिँ प्लस र माइनसको साइन आउँदैन भने त्यतिन्जेलसम्म ती सबै के हुन् त एउटै भेरिएबल्सहरू हुन् है एउटै टर्म हुन् जस्तै 3xyz स्क्वायरलाई यो भयो भने के हो त एउटै टर्म हो तर मैले यदि यहाँ यसमा मैले यदि 3x प्लस y मात्र लेखिदिएँ भने पनि यो के हो त यो अब एक्सप्रेसन भन्यो अथवा यसमा दुईवटा टर्म छन् यी सबै एकवटा टर्म हुन् प्लस र माइनस नछुट्याइन्जेलसम्म के हो त एउटै टर्म हो डिभाइडेड र मल्टिप्लाइले छुट्याएर केही फरक पर्दैन हामीलाई है अब एक्सप्रेसनमा हेरौँ टर्म्सहरू मिलेपछि एक्सप्रेसन बनिन्छ भन्यो हामीले एक्स मात्र पनि एक्सप्रेसन हो कसको एक्सप्रेसन हो मोनोमियल हो अब एक्स प्लस मैले 3y लेखिदिएँ यो के हो त 2 टर्म बन्यो बाइनोमियल बन्यो मैले माइनस जेड लेखिदिएँ ल कतिवटा टर्म भयो यहाँ 3वटा टर्म भयो अब के बन्यो त यो ट्राइनोमियल भयो 3 टर्म्स फेरि मैले यहाँ प्लस एबिसी लेखिदिएँ ल कति टर्म छ त्यहाँ एउटा टर्म दुईवटा टर्म तीनवटा टर्म चारवटा टर्म छ कि होइन यो 4 टर्म भनेपछि के रहेछ त यो मल्टिनोमियल 3 भन्दा बढी भयो भने हामीले के भन्ने मल्टिनोमियल भन्ने सिधै है 5वटा भयो भने मल्टिनोमियल भन्ने एक्सप्रेसन पनि बुझ्यो हामीले हो अब जस्तै माइनस एक्स यो के हो त एउटा टर्म हो अथवा मोनोमियल हो यसमाले माइनस 3y गरिदियो के हुँदो रहेछ त अब यो दुईवटा टर्म भयो हो यसको लागि साइन यो अगाडिको हुन्छ यसको लागि साइन अगाडिको हुन्छ जहिले पनि है एकैछिन बत्ती खैदिनाले जो भयो हामीले के भन्छ एक्सप्रेसन भनिँदो रहेछ हो यहाँसम्म त बुझिएको छ नि हामीले अब आयो हाम्रो इक्वेसन केलाई भन्ने त हामीले हो यदि कुनै पनि एक्सप्रेसनमा हामीले इक्वल्स टु साइन इक्वालिटी अथवा इनइक्वालिटी साइन युज गरिन्छ नि त के हो त इक्वेसन हो इक्वालिटी साइन भनेको इक्वल्स टु हो इनइक्वालिटी साइन भनेको यो ग्रेटर देन अर लेस देन यो साइनहरू हो हामीले यो तीनटा मध्ये जुनसुकै साइन युज गरिए पनि त के हो त इक्वेसन हो जस्तै मैले एउटा टर्म छ यो टर्ममा मैले के गरेँ इक्वल साइन युज गरेँ यतापट्टि केही न केही लेख्नु पर्यो भने 0 लेखिदिएँ भने यो पनि के हो त अब इक्वेसन हो अब मैले एक्स स्क्वायर प्लस वाइ इक्वल्स टु 3x
यो लेख्यो भने पनि यो पनि के हो त इक्वेसन हो। इक्वेस टु साइन यो चाहिँ अब के रहेछ त इक्वेसन रहेछ। अब हामीले अर्को हाम्रो अल्जेब्रामा मेन झुक्किने भनेको एडिसन सबट्र्याक्सन डिभिजन मल्टिप्लिकेसन हो हामी विद्यार्थीहरू। त्यसको लागि हामीले सुरुमा चाहिँ के बुझ्नुपर्छ मैले लेखेको चाहिँ लाइक टर्म्स भनेको के हो अनलाइक टर्म्स भनेको के हो। लाइक टर्म्स भनेको यस्तो टर्म्सहरू जुनको भेरिएबल 100% सेम छ, कन्स्ट्यान्ट फरक परेर केही फरक परेन हामीलाई। जस्तै मैले 2x एन्ड 4x लेखेँ, यो दुइटामा कन्स्ट्यान्ट एउटै छ छैन, कन्स्ट्यान्ट एउटै हुनुपर्छ भन्ने भएन, तर भेरिएबल एउटै छ, पावर समेत एउटै छ यसको पावर 1 छ यसको पावर पनि कति छ 1 छ भनेपछि के हो त लाइक टर्म्स हुने दुइटा। जस्तै मैले 3xy एन्ड 4xy यो लेख्न पनि पाएँ, यहाँ x को पावर 1 छ यहाँ पनि 1 छ, यहाँ y को पावर 1 छ यहाँ पनि y को पावर 1 छ हो। अगाडि माइनस प्लसले केही फरक पर्दैन, दुइटा के हुन्छ लाइक टर्म्स हुन् है। अब अरू पनि हेरौँ a स्क्वायर b स्क्वायर c स्क्वायर एन्ड माइनस a स्क्वायर b स्क्वायर c स्क्वायर यी दुइटा पनि के हुन्छ लाइक टर्म्स हुन्। यिनीहरूको अगाडि के छ यसको अगाडि के छ प्लस साइन र 1 छ, प्लस 1 छ, यसको अगाडि के छ माइनस साइन छ माइनस छ, तर कन्स्ट्यान्ट कति छ भने 1 छ। यो पनि के हुन्छ लाइक टर्म्स। यदि लाइक टर्म्स छ भने हाम्रो चारवटै अपरेसन्सहरू प्लस माइनस डिभाइड मल्टिप्लाई अल पोसिबल, सबै पोसिबल छ। लाइक टर्म्समा हामीले सबै गर्न मिल्छ। तर अनलाइक टर्म्स भनेको जस्तै मैले 2x एन्ड 2y लेखिदिएँ ल, के भयो त यहाँ कन्स्ट्यान्ट सेम छ, कन्स्ट्यान्ट सेम भएर फरक परेर हामीलाई केही फरक पर्दैन, हामीले भेरिएबल मात्रै लाइक टर्म्स र अनलाइक टर्म्सको लागि भनेपछि यहाँ लाइक टर्म्स हुनको लागि त यो x पछि यो पनि x हुनु पर्थ्यो, तर y भइदिन्छ अनलाइक टर्म्स भयो। अर्को हेरौँ इक्जाम्पल 3x² y एन्ड 3xy ल, यस्तो भए पनि के हुन्छ दुईटा अनलाइक टर्म्सहरू हुन्, कन्स्ट्यान्ट सेम छ, यो अगाडिको x को पावर 2 छ यसको पावर कति छ 1 छ, तर y त सेम छ नि, किन अनलाइक टर्म भयो भने x को पावर 2 छ यहाँ x पावर 1 छ भने चाहिँ मैले के भनेको छु भेरिएबल्सहरूको पावर पनि सेम हुन पर्यो, 100% सेम हुन पर्यो, तिनीहरूलाई बल्ल हामीले के भनिन्छ लाइक टर्म्स भनिन्छ। यदि डिफ्रेन्ट छ भने के भनिन्छ हामीले तिनीहरूलाई अनलाइक टर्म्स भनिन्छ। कन्स्ट्यान्ट जेसुकस फरक परेन हामीलाई, साइन जेसुकस फरक परेन हामीलाई हो। अब यसमा चाहिँ हाम्रो डिभाइड र मल्टिप्लाई मात्रै पोसिबल छ, हामीले यसमा प्लस माइनस चाहिँ पोसिबल छैन, यो नट पोसिबल इम्पोसिबल, अथवा यसलाई नट पोसिबल भनौँ, नट पोसिबल है। अब यसरी नै हामीले मैले के भन्न खोजेको भन्ने कुरा म एडिसन सबट्र्याक्सनहरू पनि पछाडि सिकाउँछु है त। ल मैले एडिसन सबट्र्याक्सन केही इक्जाम्पलहरू लेखेको छु। जस्तै हेरौँ यो दुइटा लाइक टर्म्स हो कि होइन लाइक टर्म्स हो यो दुइटामा के छ त जहिले पनि अब हामीले बत्तियाए है, अब हामीले जहिले पनि प्लस माइनस गर्ने बेलामा जहिले पनि सुरुमा हामीले साइन हेर्ने सुरुमा, त्यसपछि हामीले नम्बरलाई प्लस माइनस गर्ने र भेरिएबल जहिले पनि एउटा लेख्ने हो। यहाँ के छ यसको साइन माइनस यसको साइन प्लस छ, अगाडिको साइन हेर्ने यसको लागि यो यसको लागि यो, दुइटाको साइन डिफ्रेन्ट भएपछि मैले अगाडिको भिडियोमा भनेको छु एउटामा दुइटाको साइन डिफ्रेन्ट छ भने हामीले के गर्ने घटाउने हो। घटाउने कसरी घटाउने ठुलोबाट सानो घटाउने, 4x बाट 3x घटाऊ, 4 - 3 1 र भेरिएबल एउटा लेख्ने, एउटा मात्र लेख 1x, अथवा तिमीले यहाँ सोच्यो यो तीनटा स्याउ हो यो चारवटा स्याउ हो, तीनटा स्याउ दिन छ चारवटा स्याउ लिन छ भने कतिवटा स्याउ हुन्छ अब तिमीसँग एउटा स्याउ हुन्छ, त्यसरी बुझे पनि भयो। अब यसमा अगाडि के छ 1 छ हो, केही पनि छैन भने चाहिँ 1 छ, कस्तो साइन छ त अगाडि प्लस छ, प्लस 1 छ यसमा भनेपछि x² y² z x² y² z यो लाइक टर्म्स हो। लाइक टर्म्स हामीले जोड घटाउ गर्न मिल्छ, एडिसन गरौँ। 7 + 1 दुइटैको साइन एउटै होपछि हामीले के गरिन्छ जोडिन्छ, 7 + 1 8 अनि भेरिएबल एउटा मात्र लेखिन्छ हो। अब यहाँ हेरौँ हो, अब यहाँ पनि हाम्रो यसको अगाडि कति छ 1 छ, केही छैन भने चाहिँ 1 छ, एउटा र तीनटा, यहाँ दुइटैको साइन के छ माइनस छ, दुइटैको साइन एउटै होपछि हामीले के गरिन्छ त एडिसन गरिन्छ जोडिन्छ भनेपछि जोड्न पर्यो। 3 + 1 4 a² b², तर साइन के लेख्ने त नि अगाडि यहाँ ठुलोको साइन के थियो प्लस थियो प्लसै लेख्यो, यहाँ ठुलोको साइन के थियो प्लस थियो प्लसै लेख्यो, यहाँ त ठुलोको साइन के छ माइनस छ, ठुलोको लेखिन्थ्यो यो सानोको लेखिन्थ्यो यो, तर हामीले जहिले पनि ठुलोको लागि लेख्ने हो है। यहाँ चाहिँ माइनस छ भने चाहिँ -4a² भयो। अब यसमा के एडिसन सबट्र्याक्सन सम्भव छ होला त, कन्स्ट्यान्ट एउटै छ तर भेरिएबल्सहरू सेम छैन, यसमा हाम्रो एडिसन सबट्र्याक्सन पोसिबल छैन। तर हाम्रो यहाँ अर्को के गर्न मिल्छ, हामीले एडिसन सबट्र्याक्सन पोसिबल छैन भने पनि हामीले के गर्न मिल्छ त अनलाइक टर्म्समा भने कमन लिन मिल्छ। दुइटैमा कमन के छ 3 छ, मैले +3 लेखेँ है त, दुइटैमा अर्को के कमन छ x छ, दुइटै x छ नि यसमा, दुइटै x एउटा x छ भने यसमा x कमन लिन मिल्यो। यहाँ कति रह्यो हो, यहाँ कति रह्यो पत्ता लगाउनु, हेर यसलाई कमन लिएर डिभाइड गर,
जस्तै -3x² लाई केले डिभाइड गर्नु पर्यो त 3x ले डिभाइड गर हो 3 लाई 3 ले डिभाइड गर्दा 1 भयो लेख्न परेन x² पनि x गर्दा x मात्रै आयो साइन के छ यसको साइन प्लस छ माइनस यसको साइन प्लस छ डिभाइड र मल्टिप्लाई गर्दा दुईटाको डिफरेन्स साइन भएपछि के गर्ने हामीले माइनस लेख्ने हो अब यतापट्टि के रह्यो त यो 3x लाई फेरि 3x ले डिभाइड गर्दा कति हुन्छ त आफूले डिभाइड गर्दा 3x अपन 3x गर्दा कति हुन्छ त 1 हुन्छ यो यति आयो कि हैन त आयो यदि हाम्रो एडिसन र सबट्र्याक्सन पोसिबल छैन भने पनि हामीले कमन लिन मिल्दो रहेछ हामीले त्यसलाई फ्याक्टराइज गर्न चाहिँ मिल्छ है जहिले पनि अब हामी मल्टिप्लिकेसन र डिभिजनको हेर्नेछौँ है त त्योभन्दा पहिला हामीले के हेरौँ भने तीनवटा टर्म भयो भने के गर्ने त ल 4 नम्बरमा हेरौँ है त -3x² -4x² प्लस 7x² ल यो भने कसरी सल्भ गर्ने जहिले पनि सुरुको दुईटा गर्ने यो र यो सल्भ गर्ने हो सुरुको दुईटा सल्भ गर्ने अनि आएको एन्सर चाहिँ बल्लै सल्भ गर्ने दुईटाको साइन के छ माइनस चाहिँ जोडियो 4 + 3 7 एउटा x² भयो दुईटाको साइन के छ माइनस छ ठुलोको साइन माइनस -7x² प्लस 7x²। अब यहाँ के छ त दुईटाको डिफरेन्ट साइन छ भने घटाउनु पर्यो 7 - 7 0 0 × x² 0 भनेपछि आफूबाट आफूलाई घटाउँदा त 0 हुँदो रहेछ 0 भयो। अब हामीले मल्टिप्लिकेसन र डिभिजन हेरौँ है त ल मल्टिप्लिकेसन र डिभिजनको हेरौँ है हामीले प्लस माइनस पनि कन्स्ट्यान्टलाई अगाडिको कन्स्ट्यान्टलाई प्लस माइनस गरेको थियौँ र भेरिएबल एउटा मात्र लेखेको थियौँ लाइक टर्म्स भयो भने मात्रै सम्भव थियो अब मल्टिप्लिकेसन डिभिजन अनलाइक टर्म्स भयो भने सम्भव छ हो जस्तै हेरौँ -7x² y अपन -xy यस्तो चाहिँ यसको सल्भ कसरी गर्ने त जहिले पनि सुरुमा साइन सल्भ गर्ने मैले अब माथि पनि साइन गरेको थिएँ प्लस माइनसको हो माइनस डिभाइड माइनस प्लस भयो प्लस नलेखे नि हुन्छ तर मैले लेखेँ 7 तल कति छ 1 छ हो नम्बरले डिभाइड गरेर 7 लाई 1 ले डिभाइड गर्दा 7 नै भयो अब x² अपन y यो y र y त काटियो तलमाथि एउटै भएपछि 1 हुन्छ यहाँ हामीले काट्नु भनेको 1 बनाउनु हो माथि दुईटा छ तल एउटा x छ यो भनेको तिर त एउटा x मा कि रहेन x² अपन x भनेको त यो त x × x अपन x हो र एउटा र यो काटियो 1 भयो अथवा आफूले डिभाइड गर्दा 1 भयो एउटा x रहेन त x × 1 गर्दा x आयो कि हैन यो रह्यो यो दुईटा अनलाइक टर्म्स हो नि अनलाइक टर्म्स भयो भने पोसिबल भयो कि भएन भयो अब 2 मा हेरौँ एउटा मल्टिप्लिकेसन हेरौँ है त -7x × 3x यस्तो छ भने के गर्ने सुरुमा साइन मैले यहाँ साइन डिभाइड गरेँ साइन मल्टिप्लाई गरेँ यसको साइन के छ माइनस यसको साइन के छ प्लस छ माइनस × प्लस माइनस डिफ्रेन्स साइन भएपछि हामीले जोडवटा गर्दा घटाउने हो साइन ठुलो जुनको छ त्यसको लेख्ने हो तर हाम्रो मल्टिप्लिकेसन र डिभिजनमा दुईटाको डिफ्रेन्स साइन भएपछि हामीले साइन नै के लेख्ने हो त माइनस लेख्ने हो ठुलो सानो हामीले हेर्ने होइन है 7 × 3 21 यहाँ एउटा x यहाँ दुईटा x छ भनेपछि यो कस्तो भयो भने x × x × x भयो कतिवटा x भयो त्यहाँ तीनटा x भयो भनेपछि यो के हो त x क्युब हो कि तीनटा x भनेको भनेपछि यहाँ के रहेछ त x क्युब रहेछ हो अब फेरि अर्को हेरौँ है त तीनटा भएको हेरौँ है त 2x² y × -4x × 7y यस्तो छ भने के गर्ने हो यस्तोमा सुरुमा दुईटा गर यो प्लस छ यो माइनस छ -2 × 4 8 x² × x क्युब यता y चाहिँ यता y को छैन भने चाहिँ y मात्रै लेखियो हो अनि फेरि × 7y मैले यसलाई किन ब्राकेट दिएको भने कहिले पनि हामीले प्लस लेख्न पर्दैन र ब्राकेट दिन परेन तर हामीले कहिले पनि यसरी माइनस यसो गर्दै 2 लेख्न पाइदैन हामीले जहिले पनि पछाडिकोलाई ब्राकेट दिनुपर्छ दुईटा साइड हामीले सँगसँगै लेख्न मिल्दैन त्यसरी है त्यसले ब्राकेट लिनुपर्छ हामीले ब्राकेट लेखेको छु मैले अब यो मल्टिप्लाई गरौँ पहिला साइन मल्टिप्लाई गरेर माइनस × प्लस माइनस यो त प्लस छ नि अगाडि केही छैन भने 8 7 छ 56 हो x क्युब यता x कुनै टर्म छ छैन भने x क्युब लेख यता y छ अर्को यता y छ भने कति दुईटा y भयो भने x² भयो हामीले मल्टिप्लाई गर्दा इन्डिसेसको रुल्स हाम्रो अर्को भिडियोमा पढाउँला हामी मल्टिप्लाई गर्दाखेरि इन्डिसेसमा हामीले y × y गर्दा हाम्रो के हुन्छ त y² हुन्छ पावर जोड्ने त्यसको पावर 1 छ यसको पावर 1 छ 1 + 1 2 हुन्छ यो इन्डिसेसको रुल हो ल यति कुरा बुझिन्छ हो अब डिभिजनको अर्को हेर्दिउँ न त्यो एउटा -8ab अपन -4a² यस्तो छ भने के गर्ने तलमाथि दुईटै सेम साइन छ भने चाहिँ प्लस भइहाल्यो प्लस लेखिने भयो नलेखिने भयो 8/4 गर्दा कति आयो 2 आयो हो अनि यो माथिपट्टि तल दुईटा ए छ माथि एउटा ए छ भने चाहिँ कस्तो भयो त यो कस्तो भयो भने a अपन a × a भयो कि यो र यो त काटियो तर तल a रह्यो कि रहेन रह्यो भने चाहिँ तलपट्टि a आयो माथि के बाँकी रह्यो त b बाँकी b त तलपट्टि छँदै छैन भने चाहिँ b बाँकी भएन यस्तो हुन पुग्यो ल यति नै बुझ्यौ है त आजलाई हामीले है भिडियो धेरै लामो भयो धेरै धेरै धन्यवाद।